Dr. Pate, and this class is taken by your principal, sir. And do not stay here more. Okay? Only will stay here 10 minutes. You have to see one video, then about that video we'll discuss here, and then after we'll go. Same class will reward for your paper. Okay? Understood? So, a perspective statue. Also. Yes? The person starting restored with the calendar. I am here to show you मूर्तिकार जोले मूर्ति बनाउँछ अनि त्यो मूर्ति केले बनाएको छ उले ढुङ्गाले बनाएको छ हो ढुङ्गाले बनाएको छ नि ढुङ्गा हामी पूजा गर्छौं गर्दैन नि बाटोमा हिँडिराख्ने बेलामा जब हामी ढुङ्गा हेर्छौं पूजा गर्छौं गर्दैनौं नि तर हेर्दा मूर्तिकारको प्रयासले उले छिनी हानी त्यो ढुङ्गामा छिनी हानी ह्यामरले हानी होइन अनि त्यसलाई चाहिँ काटेर लास्टमा के गरेको हुन्छ भने पसिना बगाएर उले मूर्ति बनाएको हुन्छ मूर्ति बनाएको छ कि भिडियोमा मूर्ति बनाउँछ नि होइन र अन्त मूर्ति बनिसकेपछि हामी सबैले अयोध्या जानुपर्छ रामलालाको पूजा गर्नुपर्छ भन्छ मस्जिद जानुपर्छ अनि त्यो ढुङ्गाले न मस्जिद बनेको हो मस्जिद केले बनेको माटो ढुङ्गाले न बनेको मस्जिद अनि पूजा गर्नुपर्छ भन्छ राइट मन्दिर जानुपर्छ मन्दिर पूजा गर्न जान्छ हामीले हो कि नै गर्छ गर्दैन गर्छ नि पढाइको अर्थ के हो भने तपाईको गुरु शिक्षकहरू ओ मूर्तिकार हुनुहुन्छ तपाई सबै ढुङ्गा हो तपाई सबै को ढुङ्गा हो तपाई ढुङ्गा हो कि नै अनि तपाईलाई सरहरूले कहिलेकाहीँ यसो काठ समात्ने बेलामा पिट्ने बेलामा मन दुःख हुन्छ यो ढुङ्गा पनि दुःखी होला नि ढुङ्गा सहयो ढुङ्गाले सहेको छ आफूलाई ढुङ्गाले के गर्यो आफूले सहयो रिसाएर छिनी हान्न दियो अनि अन्तिममा पूजा गर्ने मूर्ति बन्यो को बन्यो ढुङ्गा बनेको मूर्ति ढुङ्गा जबसम्म थियो तबसम्म कोहीले पूजा गरेन तर त्यही ढुङ्गा जब मूर्ति भयो सबैले पूजा गर्यो राइट सबैले पूजा गरेको त गरेन हो त्यही प्रकारले तपाईहरु सबै तपाईहरु के हो त आज ढुङ्गाको रूपमा आउनुहुन्छ के को रूपमा आउनुहुन्छ ढुङ्गाको रूपमा आउनुहुन्छ तपाईको आमा बुवाले तपाई हामीलाई दिनुभयो सर बाबुलाई राम्रो मूर्ति बनाइदिनुहोस् बाबुलाई मूर्तिको अर्थ के हो भने डाक्टर बनाइदिनुहोस् बाबुलाई हेलो गाइस सुन्नु भएको छ बाबुलाई के बनाइदिनुहोस् डाक्टर बनाइदिनुहोस् इन्जिनियर बनाइदिनुहोस् बाबुलाई सिडिओ बनाइदिनुहोस् बाबुलाई इन्सपेक्टर बनाइदिनुहोस् बाबुलाई पाइलट बनाइदिनुहोस् टिचर बनाइदिनुहोस् भन्नुभयो नि त अनि टिचर गुरुहरूले तपाईहरुलाई यसो कान समात्ने बेलामा सर मेरो किन कान समात्नु भयो भन्छन् कि भन्दैन सरले यसो पिट्ने बेलामा सरले मलाई पिट्नु भयो भन्छ भन्दैन भन्छन् कि नै अनि यति सहिलो छ ठुलो मान्छे भन्न यति सहिलो छैन ठुलो मान्छे भन्न ठुलो मान्छे बन्नको लागि गुरुको हरेक कुराहरू सुन्नुपर्छ
गुरुको हरेक डन्डाले बर्बाद गर्नुपर्छ, हरेक गालीले सुन्नुपर्छ, त बललाई ठुलो मान्छे भनिन्छ। बुझ्नुभयो? बुझ्नुभयो? जो गुरुको सबै कुरा सुन्छ, गुरुको हरेक कुरा मान्छ, रिसाउँदैन, त्यही मान्छे बल्ल सफल भएर एउटा असल कृतिको रूपमा स्थापना हुन्छ र संसारले त्यो मान्छेलाई पूजा गर्छ। जस्तै महात्मा गान्धीको पूजा सबैले गर्छ, गर्दैन? गर्दैन? गर्छ नि। यस्तै संसारमा धेरै मानवहरू हुनुहुन्छ जसले संसारले उहाँ मान्छे नै हो तर संसारले पूजा गरे। जस्तै कामको लागि नेपालको बुद्ध भगवानलाई सबैले पूजा गर्छ, माता जानकी सबैले पूजा गर्छ। उहाँ राष्ट्रपति हो नि त हाम्रो, होइन? त्यही भएर तपाईँहरू मैले भन्न चाहन्छु, तपाईँ 4 5 विद्यार्थीहरू कहिलेकाहीँ सरहरूले पिट्ने बेलामा, गाली गर्ने बेलामा, तपाईँले 1 घण्टा पिट्ने बेलामा, होमवर्क गरेर आइज होइन गाली गर्छु भन्ने बेलामा हामी रिसाउँछौँ। सरले कुनै पनि गुरुले तपाईँले पिट्नु, गाली गर्नु, सम्झाउनु, होइन, रिसाउनु, घरि उठबस गराउनु, कम बनाउनु, अरू केही पनि होइन। एउटा असल मूर्ति बनाउनको निम्ति, असल मूर्ति बनाउनको निम्ति भन्नाले असल मान्छे बनाउनको लागि, असल मान्छे बनाउनको लागि हामीले पिटेका हुन्छौँ। कुरा बुझेछैन? अन्डरस्ट्यान्ड? हेलो भाइ, बुझ्नुभयो? पछाडिको भाइ बाबुहरू बुझ्नुभयो? बुझ्नुभयो नि? हो, त्यही भएर गुरुसँग रिसाउनु त, गुरुसँग रिसाउनु पर्छ, होइन? सबै बुझ्नुहोस्, तपाईँलाई हामी सबैले के गर्नु खोजेको छौँ? डक्टर हुन खोजेको छौँ। के गर्न खोजेको छौँ? जोडले भन्नुहोस् त, के भन्न खोजेको छौँ? हाम्रो सिनियर साहब बनाउन खोजेको तपाईँहरूले हो, प्रधानमन्त्री पनि बनाउन खोजेको तपाईँलाई, बुझ्नुभयो? त्यही भएर गुरु कुरा मान्ने कि नमान्ने, भोलि हामी तपाईँले पनि सबैले पूजा गरौँ भन्ने कि नभन्ने, आमा बाबुको सबैले कुरा गर्ने कि नगर्ने, राइट? ल, यति कुराहरू तपाईँले भने। तपाईँको इक्जाम पनि छ, इक्जाम दिएर जानुपर्छ, होइन?